हेलो गाइस, इटरी कार्बन क्लिन सेन्टर खाद्य गोदाम। हामी यो महिन्द्रा स्कर्पियोको कार्बन क्लिनको काम गरिरहेका छौँ। हाम्रो सरको गाडी सर आइपुग्नु भएको छ। ध्रुव के सर हजुर? ध्रुव घिसिङ सर। हाम्रो नाम चाहिँ मिल्दोजुल्दो ठ्याक्कै पर्यो, सेम नेम परेछ। खुसी लाग्यो सरसँग भेट हुन पाउँदा। सरको गाडीको समस्या के थियो, कस्तो थियो त्यो मलाई थाहा छैन। अब उहाँले यो गाडी कार्बन क्लिनको काम सकेर 40 मिनटको प्रोसेसमा काम सकेर हामी टेस्ट ड्राइभ गर्न जान्छौँ। त्यसपछि उहाँको गाडीमा आएको परिवर्तन सरले अर्को भिडियोमा बताउनुहुन्छ अवश्य पनि, है। चेन्ज आयो आएन, के भयो कस्तो भयो, यसको रिजल्ट कार्बन क्लिन सकिसकेपछि हाम्रो सरले बताउनुहुन्छ। रनिङ अलि बढी गाडी हो, 30,000 के अरे 3 लाख क्रस रनिङ छ। यो कार्बन क्लिनिङ गरिसकेपछि आउने फाइदा, गर्नुभन्दा अगाडिको के थियो कस्तो थियो, गरिसकेपछि के चेन्ज आयो भन्ने खालको कुरो चाहिँ हाम्रो सरबाटै सुन्न पाइन्छ। उहाँले नि बताउनुहुन्छ यो कस्तो खालको प्रविधि हो, के रहेछ भन्ने खालको सर पनि सोध्दै आइपुग्नु भएको हो। यहाँ पहिलो हाम्रो भेटघाट हो। उहाँको रिजल्ट हामी अर्को भिडियोमा बताउनेछौँ। र यहाँहरूको गाडीमा पनि महँगाइको तेल छ, माइलेज घटेको छ, पिकअप घटेको छ, इन्जिन भाइब्रेसन छ, साउन्ड बढेको छ, गाडीको हिटिङहरूको समस्या बढ्न थालेको छ, पुरानो इन्जिन भएको छ, पिकअप एकदम कम भइरहेको छ भने यो कार्बन डिटक्सको काम गराइदिनुहोस्। हजुरको गाडीको पिकअप माइलेज सबै बढ्ने चान्स धेरै हुन्छ। र एकचोटि गरिसकेपछि वर्षौंसम्म इन्जिन पावरफुल रहिरहन्छ, इन्जिनको साउन्ड कन्ट्रोल भइरहन्छ, इन्जिन भाइब्रेसन आउन दिँदैन। यो चाहिँ इन्जिन नखोलिकन ग्यासबाट गरिन्छ। जर्मन टेक्नोलोजी अन्तर्गत पर्छ हाम्रो प्रविधि, हाम्रो काम गराइ। हेर्न सक्नुहुनेछ, यो चाहिँ जुनसुकै गाडीमा गर्न सकिन्छ। बाइक, स्कुटीदेखि कार, जिप, भ्यान, ट्रक, बस, टिप्पर, ट्र्याक्टर इत्यादि गाडीहरूमा गरिन्छ भने यो 30,000 भन्दा माथि गुडेको जुनसुकै गाडीहरूलाई गर्न सकिन्छ। र यसको रिजल्ट हाम्रो सरले बताउनुहुन्छ पछि कस्तो आयो के आयो भन्ने खालको कुरो। हाम्रो लोकेसन छ इटरी चोकबाट 1.5 किलोमिटर पश्चिम लाइन आएपछि हाम्रो BYD सोरुम देख्न सक्नुहुनेछ लेफ्ट साइडमा। त्यसको ट्याक्कै अपोजिटमा पञ्चकन्याको डिलर छ। डिलर भएकै घरमा छेउको सटरमा इटरी कार्बन क्लिन सेन्टर देख्न सक्नुहुनेछ। यसको बारेमा रिसर्च गर्नुहोस्, बुझ्नुहोस् र आफ्नो गाडीको इन्जिन लाइफ बढाउनुहोस् भन्दै सबैजनालाई नमस्कार। हस्त भाइ।